साथीहरुमा नमस्कार। आज मैले तपाईहरुलाई फेरि एउटा नयाँ भिडियो लिएर आइसकेको छु। हामी जब म र मेरो साथी सँगै इन्टरभ्यूमा गएका थियौँ र इन्टरभ्यूमा जाँदाखेरि म र मेरो साथीमा इन्टरभ्यू लिने चाहिँ कम्पनीको म्यानेजरले उनीहरूले के भन्नुभयो भने मैले यहाँ स्क्रिनमा देखाए जसरी स्टुडेन्ट लिस्ट र सब्जेक्टहरू दिएको छु, यिनीहरूको कतिसक चाँडो तपाईहरुले आफ्नो नम्बर दिएर र यहाँहरूले कतिसक चाँडो चाहिँ पर्सेन्टेज टोटल मार्क्स निकाल्नुहुन्छ भनेर चाहिँ उहाँले सोध्नुभयो। र म र मेरो साथी चाहिँ गएको बेलामा मैले चाहिँ म्यानुअली टाइप गर्न लागेँ। म्यानुअली भन्नाले 12 अङ्क पाएँ, 50 पाएँ, 80 पाएँ भन्ने हिसाबले। तर मेरो साथीले के गर्नुभयो भने अब मेरो साथीले के गर्नुभयो यहाँ हेर्नुहोस् है, यसरी चाहिँ सबैको चाहिँ अल सेलेक्ट गर्नुभयो। त्यसपछि उहाँले फर्मुला लगाउनु भयो। हेर्नुहोस् है, फर्मुला यस्तो फर्मुला लगाउनु भयो, म चकित परेँ कि यस्तो फर्मुला पनि हुने रहेछ होइन। 32 नम्बरले पास पनि हो। अब 32 ऱ्यान्क बिट्विन 99 अथवा ल 100 बनाउनु भयो र फेरि कन्ट्रोल इन्टर गरिदिनु भयो। एकैसाथ जतासुकै भरियो। यो भइसकेपछि अब टोटल मार्क्स फेरि लान्छ। टोटल मार्क्स पनि कति सजिलै निकाल्नु भयो भने टोटल मार्क्स पनि लान्छ साइडमा आइसक्यो है। टोटलमा साइड यो टोटल मार्क्स है, हेर्नुहोस् है। अब यहाँ टोटल मार्क्स TOTLE MARKES मार्क्स है, यहाँ टोटल मार्क्स। अब हेर्नुहोस् है, यहाँ पर्सेन्टेज। अब यो पर्सेन्टेज पनि फेरि अब फर्मुला लगाएर लान्छ है। यसलाई अब हाम्रो मार्क्स कति हो भनेपछि 1 2 3 4 5 6 7 भनेपछि 700 है। 700 जोड्दाखेरि यो आयो है। फेरि यसलाई कन्भर्ट गरेर हामी पर्सेन्टेजमा लग्यौँ। ल हेर्नुहोस् त, अनि यो तलसम्म ड्र्याग गऱ्यौँ। अब यति चाँडो चाहिँ अनि यहाँ पर्सेन्टेज PERCENTAGE पर्सेन्टेज। अब फेरि यसलाई पनि गरेर म बोर्डर दिएँ। बोर्डर दिएर म कलात्मक एउटा चाहिँ डिजाइन र आकर्षक टेबलमा चाहिँ म कन्भर्ट गरिदिएँ। हेर्नुहोस् है, हेडर यति बनाएर हामीले उसलाई दिइसकेपछि म रिजेक्ट भएँ, तर मेरो साथी पास हुनुभएको थियो। भने तपाईको पनि जीवनमा यसले आमूल परिवर्तन गर्न सक्छ, तपाईको लाइफ चेन्ज गर्न सक्छ। त्यसैले तपाई पनि यो प्रयोग गर्नुस्। हस्त, धन्यवाद, नमस्ते।